हेलो एभ्रिवान। आज चाहिँ भाइ र म भएर चाहिँ बाबालाई सरप्राइज दिने भनेर नौटर गएका थियौँ। अनि हामी दुईटाले आइसक्रिम खायौँ। अनि आइसक्रिम चिसो धेरै भएर हामीले घर लिएर आयौँ र घर आएर खायौँ। अनि घर आएर बाउजू दिदी दुईटा भाइहरू र म बाबालाई सरप्राइज दिने भनेर गयौँ र बाबालाई दिदीले बोलाउनु भएको थियो। त्यति बेलासम्म हामी उता गएर लुकेर सरप्राइज रेडीहरू गऱ्यौँ। अनि बाबा आउनुभयो। अनि मैले बाबालाई खाता जस्तो के लगाइदिएँ, ह्याप्पी बर्थडे लेखेको। अनि भाउजूले मेरो कानमा स्प्रे हालेर हाँसेको। अनि मम्मी चाहिँ मिन्स हुनुभएको थियो। मम्मी चाहिँ मिन्स भएर मनाउनु पाउनु भएन, अब अफसोसै छ यसमा चाहिँ। अनि बाबालाई बसायौँ। अनि स्प्रे हान्नुभन्दा अघि चाहिँ आगो बल्छ भनेर चाहिँ पहिला के भन्छ त्यो लाइट बाल्यौँ, लाइट जस्तै। अनि ह्याप्पी बर्थडे टु यु बाबा भन्दै अनि मनायौँ। अनि मनाएपछि चाहिँ मैले लास्टमा त्यो राखिदिएँ। अनि त्यो राखिदिँदाखेरि चाहिँ त्यहाँ राख्नुभएको थियो। अनि मैले तल राखिदिएँ। अनि स्प्रे हानेँ। त्यो नसकिन्जेल हानेँ कि मैले स्प्रे चाहिँ, किनकि स्प्रे चाहिँ सकिँदै हाल्दो रहेछ, त्यो जम्दो रहेछ। जमेपछि चाहिँ पुरै लाग्ने कि टाल्ने मात्र। अनि त्यही भएर चाहिँ मैले सोन भनेर सोन स्प्रे हानेँ। अनि त्यो अलिअलि पुस्दिनु भयो भाउजूले, त्यो भुइँमा राखिदिएँ मैले। अनि पुस्दिनु भयो। अनि बाबाले चाहिँ केक काट्न लाग्नुभयो। अनि हामीहरूले ह्याप्पी बर्थडे टु यु बाबा भन्यौँ। अनि केक काटिसकेपछि चाहिँ मैले बाबालाई खुवाइदिएँ। मेरो बर्थडेमा बाबाले मुखभरि लगाइदिनु भएको थियो मेरो। अनि त्यसैको बदला तिरेको भनौँ कि खुसियालीको बेला चाहिँ मुखमा लगाइदिएको भनौँ होइन, लगाइदिएँ मैले। अनि लगाइदिएपछि चाहिँ बाबाले केक सबैलाई पस्किनु भयो। पस्किँदाखेरि चाहिँ मैले अगाडि स्प्रेले त्यो सक्नुको लागि भनौँ कि अब अलिकति फन्नी टाइपको चलेको भनौँ होइन, भाइ बहिनीसित खेलेको। अनि स्प्रे लगाइदिएँ त्यो नभइन्जेलसम्म। अनि अर्पणले केक खाँदैछ बाबाले दिएर। अनि बाबाले अझै केकहरू उस गरिदिँदै हुनुहुन्छ। अनि मेरो फुपू दिदीले टिका लगाइदिनु भयो बाबालाई। अनि टिका लगाइदिइसकेपछि चाहिँ भाउजूको पालो आउँछ। त्यो खाता राख्न लाउनु थियो। अनि बाबालाई मैले खाता लगाइदिएको थिएँ। अनि भाउजूको पालो आउँछ। भाउजूको पालो आएपछि टिका लगाइदिनु भयो, खुसी हुँदै आशिष दिँदै। ठुलो मान्छेलाई त के गर्नु होइन, बर्थडे भनेपछि दिनै पर्यो। नदिने हुने हो तर आफ्नो खुसीले दिएको। अनि भाउजूले पैसा दिनु लाउनु थियो, बाबाले हुनुहुन्न भन्नुभयो। अनि बाबाले यता हेर्नुभयो। अनि मेरो पालो आयो। मैले नि बाबालाई टिका लगाइदिएँ बर्थडेमा। अनि पैसा दिएँ। थ्याङ्क यू फर वाचिङ।